अब रेपिडली रिभिजन गर है म्याथको रिभिजन गऱ्यो भने तिमीहरूको फिक्स हुन्छ क्या यस्तो यस्तो रिभिजन गर्नुपर्छ के है बुझौँ है यसरी। अब सेटबाट है अब एनए इन्टु बी निकाल भनेपछि एनए इन्टु एनबी शास्त्र गरिदिने है त। अनि नम्बर अफ सबसेट निकाल भनेपछि 2 टु द पावर एन है त। अनि नम्बर अफ प्रोपर सबसेट भनेपछि 2 टु द पावर एन माइनस 1 भन्ने है त प्रोपर सबसेट भनेपछि। अब तिमीहरूलाई म एउटा अर्को कुरा भनिदिन्छु। अब जस्तै यो यस्तो यस्तो लेखा छ भनेपछि ए चाहिँ बीको सबसेट हो, बीमा छ नि मतलब एमा जति नि इलिमेन्ट छन् तिनीहरू सब बीमा पर्छन् भन्नु खोज्यो है। यो भनेको होइन, यो भनेको त्यस्तो है त। अब यो यस्तो हुने यो मिस्टेक हो। अब मैले पढ्दाखेरि कसरी पढ्ने, ए इज अ सबसेट अफ बी है त। अब नम्बर अफ इम्प्रोपर सबसेट निकाल्ने फर्मुला 2 टु द पावर एन माइनस 1 है। अब यस्तो इम्पोर्टेन्ट हुन्छ, यस्तो धेरै इम्पोर्टेन्ट हुन्छ यस्तो क्वेसनहरू। यस्तो क्वेसन नछोड्ने होइन। एन ए को पावर ए कम्प्लिमेन्ट इन्टरसेक्सन बी कम्प्लिमेन्ट, त्यो भन्नु भनेको सासरी यो है, त्यो भन्नु भनेकै यो एन ए युनियन बीको कम्प्लिमेन्ट। अब एन ए को कम्प्लिमेन्ट र युनियन बीको कम्प्लिमेन्ट आयो भने ए इन्टरसेक्सन बीको कम्प्लिमेन्ट है, ठ्याक्क उल्टा। इन्टरसेक्सन भनेपछि युनियनको कम्प्लिमेन्ट, युनियन छ भने चाहिँ इन्टरसेक्सनको कम्प्लिमेन्ट है, याद गर्ने है त। अब कम्पाउन्डर्सको इफ सेम रेट छन् भनेपछि सिआई जहिले पनि एसआई भन्दा ठुलो हुन्छ है। अनि एउटा अर्को मेन खतरा इम्पोर्टेन्ट क्वेसन खतरा है त, डेन्जर इम्पोर्टेन्ट है। जस्तै यो 1 नम्बरमा मैले भर्खर सिकाएको थिएँ, तिमीहरूलाई मैले के सिकाएको थिएँ है 1 नम्बरमा हेर्नु है। 1 नम्बरमा यो म्याथको 1 नम्बरमा तिमीहरूलाई के सिकाएको थिएँ मैले म्याथको 1 नम्बरमा म्याथको 1 नम्बर हेर त। यस्तो म्याक्सिमम मिनिमम त अझ फेरि तिमीहरू हेर है, मैले सुरु सिकाएको होला फेरि हेर है, फेरि हेऱ्यो भने बुझिन्छ है। अब जस्तै अझ म फेरि भनिदिन्छु है। युनियन आएको छ भनेपछि जस्तै हामी युनियन आएको छ, युनियनको मिनिमम सोधेको छ भनेपछि म्याक्सिमम सोधेको छ भनेपछि जोड दिने, एड गरिदिने दुइटै ए र यो एनए प्लस एनबी गरिदिने होइन। अब त्यसमा युनियन नै सोधेको छ तर मिनिमम सोधेको छ है। मिनिमम सोधेको छ भने के गर्ने, सरासर के गर्ने म्याक्सिममवाला जो म्याक्सिमम हुन्छ त्यसलाई टिक लगाइदिने। जस्तै एनए इज इक्वल टु 30 दिएको छ, एनबी इज इक्वल टु 40 दिएको छ भनेपछि 40 वाला आन्सर हुन्छ है। सरी 40 भन्छु, सरी 40 होइन है, 30 वाला नहीं 30 होइन 40 वाला हुन्छ, 40 वाला हुन्छ, 40 वाला म्याक्सिमम। युनियन मिनिमम सोधेको छ भनेपछि म्याक्सिममवाला टिक लगाइदिने है, त्यो म्याक्सिममवाला। अनि फेरि अझ यो यसमा युनियनको म्याक्सिमम सोधेको छ भनेपछि दुइटालाई जोड दिने है। मिनिमम सोधेको छ भनेपछि म्याक्सिममवाला टिक लगाइदिने। अब ठ्याक्क अब उसमा इन्टरसेक्सनमा के हुन्छ, ए इन्टरसेक्सन बी सोद्धाखेरि ए इन्टरसेक्सन बी सोधेको छ होइन, त्यसमा म्याक्सिमम सोध्यो भने मिनिमम होइन, मिनिमम जस्तै मिनिमम 30 हुने भयो यसको आन्सर, यस्तो क्वेसन आइदियो भने होइन। अब यो सेम यस्तै इन्टरसेक्सन बी सोधेको छ होइन, ए इन्टरसेक्सन बी होइन, इन्टरसेक्सन बी ल्याइदिन्छु। ए इन्टरसेक्सन बी को यो चाहिँ हाम्रो के भयो मिनिमम भयो है, को म्याक्सिमम भयो म्याक्सिमम। कस्तो गल्ती गरेको सरी है। के भन्छन् म्याक्सिमम सोध्यो भने मिनिमममा टिक लगाउने। अब मिनिमम सोध्यो भने 0 आन्सर के हुन्छ 0 हुन्छ है, याद गर्ने है त। आज फेरि हामी रिभिजनमा छ है, रिभिजन मोस्ट इम्पोर्टेन्ट है त, रिभिजन इम्पोर्टेन्ट छ। अब कम्पाउन्ड डिप्रेसन एन्ड ग्रोथमा जाउँ है त। इफ डिफ्रेन्ट रेट्स आर गिभन, अलग रेट्स दिएको छ भनेपछि ओरिजिनल भ्यालु इन्टु फर्स्ट इयरको रेट, फर्स्ट इयरको रेट, सेकेन्ड इयरको रेट, थर्ड इयरको रेट है त। यस्तरी 3 इयरको सोधेको छ भनेपछि 2 इयरको सोधेको छ भने फर्स्ट इयरको रेट, सेकेन्डको रेट इन्टु यो ओरिजिनल भ्यालु, यो चाहिँ नभन्ने है त। अब एरियाज एन्ड भल्युम, अब सिलिन्डर निकाल्ने फर्मुलाहरू याद गर्ने, यिनीहरू सब याद गर्ने है। अनि कोनको पनि यस्तो रहेछ, सब याद गर्ने है त। यो मस्तै ट्याक्क स्क्रिनसट लिइराख होइन, स्क्रिनसट लिइराख है त, यस्तो गर्ने है। अब यो नोटमा यो पनि याद गरिराख्ने, यो एल भनेको के हो, एल भनेको एल भनेको के हो, एल भनेको
हाम्रो स्ल्यान्ट हाइट है, स्ल्यान्ट हाइट। अनि ई भनेको यो, ई भनेको के हाम्रो, ई भनेको के हो, ई भनेको हाम्रो स्ल्यान्ट एज है, स्ल्यान्ट एज। यो वाला चाहिँ मैले गर्दा स्ल्यान्ट एज यो भयो है, यो स्ल्यान्ट एज है, स्ल्यान्ट एज यस्तो हुन्छ है। अब हामीहरू सिरिज एन्ड सिक्वेन्समा फटाफट गर्ने, फटाफट सिक्वेन्स एन्ड सिरिजमा हामी इम्पोर्टेन्ट मात्र गर्छ, इम्पोर्टेन्ट। अब सम 10, यो सम S10 भनेको सम 10 है, टर्महरूको 10, T1 T2 को सब जोडेर T10सम्म जोड्यो भने S10 भनिन्छ है। अब S10 माइनस S10 इज इक्वल टु T10 हुन्छ है, याद गर्ने यस्तै। अनि S1 इज इक्वल टु T1 हुन्छ। अनि तर S2 इज इक्वल टु T2 हुँदैन है, यो हुँदैन। तर अझ S2 माइनस S1 भयो भने T2 हुन्छ। यो निकाल तिमीलाई लाग्ला के काम लाग्ला, काहीँ न काहीँ त काम लाग्छ है इक्जाममा, याद राख्नु होला, याद राख्नु मेरो कुरा। यो अर्थ्याङ मिन निकाल्ने फर्मुला यो हुन्छ, जियोमेट्री मिन निकाल्ने फर्मुला यो हुन्छ। अनि नेचुरल नम्बरको लागि, नेचुरल नम्बर निकाल्नको लागि यो TN निकाल्नेवाला चाहिँ N हुन्छ है, TN निकाल्ने। नेचुरल नम्बर भनेको 1 2 3 4 हुने भाइ, 0 हुनेन, 0 बाहेक 1 2 3 4 5 6 जतिसम्म नै हुने भाइ। अब इभन नम्बर निकाल्ने फर्मुला के छ, मैले TN निकाल्ने फर्मुला 2 को पावर 2 बार हुन्छ 2 × n है, 2n। अनि अडमा चाहिँ 2n + 1। अब यो कसरी निकाल्छ यस्तो हुन्छ है, 3 5 7 9 छ नि, यो 3 5 7 9 छैन अडमा हो। ए भनेको 3 छ, डी भनेको 2 छ होइन, डिफ्रेन्स मतलब 5 T2 माइनस T1 गऱ्यो भने 2 आयो, डिफ्रेन्स आयो होइन, डिफ्रेन्स हो यस्तो निकाल्ने। अब TN को फर्मुला हाम्रो यो छ, अब सेम भ्यालु हाल्दै यी यस्तो आउँछ होइन, यस्तो आन्सर यो भयो है, यस्तै गर्ने नै हुन्छ है त। अब हामीहरू कहाँ जाउँ, क्वाड्रेटिक इक्वेसन। अब क्वाड्रेटिक इक्वेसनमा है त, इफ रुट्स आर इक्वल, रुटहरू इक्वल छन् भने चाहिँ B² = 4AC हुन्छ है। अनि कम्पेयर गर्नुपर्छ यो AX² + BX + Cसँग कम्पेयर गर्नुपर्छ। इक्वेसन हामीलाई गिभन दिया हुन्छ है, त इक्वेसन हामीले दिइसकेको हुन्छ क्वेसनमा, त्यसैले त्यसलाई यससँग कम्पेयर गर्ने। अनि ABC को भ्यालु निकाल्ने, अनि B² = 4AC हुन्छ है त। अनि सम अफ रुट्स इज इक्वल टु B माइनस B ओपन A हुन्छ है। एन्ड प्रोडक्ट अफ द रुट्स, अनि फेरि प्रोडक्ट अफ द रुट्स कति हुन्छ, C/A हुन्छ है त। अनि AX² + BX + C भनेको यो जतिखेर जहाँ चाहिँ A इज इक्वल टु 0 हुँदैन है, नट इक्वल टु 0 हो यो इक्वेसन है, क्वाड्रेटिक इक्वेसन। अनि यो चाहिँ इम्पोर्टेन्ट, यो याद गर्ने है, त्यस्तो वाला यस्तो याद गर्ने है त। अब हामी एक्सपोनेन्सियल इक्वेसनमा जाउँ है। अब A को पावर A टु द पावर AB इज इक्वल टु A टु द पावर X है, यस्तो छ भनेपछि बेस सेम छ भनेपछि पावर इक्वल हुन्छ है, पावर इक्वल हुन्छ है त। अनि यो A टु द पावर 0 छ भनेपछि जहिले 1 हुन्छ, 1 लाखको पावर 0 छ भनेपछि 1 हुन्छ है त, जहिले पनि यस्तो याद गर्ने है त। अनि A को पावर X ओपन A को पावर Y छ भनेपछि A को पावर मतलब A टु द पावर X - Y हुन्छ है। अनि A इन्टु मतलब जेटा सेम बेस चाहिँ सेम छ है त, उतिखेर पावर चाहिँ जोडिन्छ है, पावर जोडिन्छ। अनि यस्तो यो नि खतरा चाहिँ इम्पोर्टेन्ट, खतरा लाग्यो मलाई भने हेर त, रुट क्युब रुट ओपन क्युब रुट अन्डर 5 टु द पावर 2 छ भनेपछि यस्तो लेख्छन् है, 5 2 स्क्वायर ओपन यो वाला यो छ नि यो 3 हो, यो तल लेख्ने है त, यस्तो वाला है त, यस्तै है, यहाँ पनि छ है त। अब ट्रायङ्गल्स एन्ड क्वाड्रिलेटरमा जाउँ है। 3 triangles of triangle, if 3 sides of a triangle are equal छ भनेपछि एरिया निकाल्नु होला, यो हुन्छ है त, √3 ओपन 4A²। दुईवटा साइड इक्वल छ भनेपछि B ओपन 4 4AC 4A² माइनस B, यो चाहिँ याद गर्नु है त। तिमीलाई लाग्ला के काम लाग्ला, यो काम लाग्छ है। अब कुनै साइड इक्वल छ भनेपछि सेमी पेरिमिटर निकाल्ने, ए यस्तो वाला सेमी पेरिमिटरको फर्मुला यो भ्याल्यु, अनि एरिया निकाल्ने है त, यो S भनेको सेमी पेरिमिटर है। अनि ए भनेको 3टा साइड दिया हुन्छ, त्यो साइड भन्ने है त, साइड। अब त्यसपछि एरिया के भन्छन्, राइट एङ्गल ट्रायङ्गलको एरिया निकाल्ने 1/2 बेस इन्टु हाइट भन्ने है। अनि फेरि यो पनि छ एउटा खतरा कुरा, यो पनि ठिक छ। योमा के छ भनेपछि सेम बेसमा छन् भनेपछि, सेम बेस र सेम लाइनमा छन् भनेपछि यो ट्रायङ्गलहरू इक्वल हुन्छन्। अनि ट्रायङ्गलहरू र प्यारालेलोग्रामको आधा ट्रायङ्गलसँग इक्वल हुन्छ है त। यो हेर्नु है, यस्तो क्वेसनहरू है त, यस्तो क्वेसन आउँछन् है त। अनि अब इफ क्वाड्रिलेटर ABCD इज अ साइक्लिक क्वाड्रिलेटर, साइक्लिक क्वाड्रिलेटर भनेको यो सर्कमफेरेन्समा भनेको सब एङ्गलहरू सर्कमफेरेन्समा बनेका छन् भनेपछि यसलाई साइक्लिक क्वाड्रिलेटर भन्छ है।
अनि यिनीहरूको अपोजिट एङ्गल, यिनीहरूको ठ्याक्क अपोजिट एङ्गल कति हुन्छ, सप्लिमेन्ट्री भनेको 180 डिग्री है त है। अब यसमा अझ ठ्याक्क जस्तै साइकल क्वाड्रिलेटर बनाएको छ, सबै एङ्गलहरू सर्कमफ्रेन्समा छन् भनेपछि उतिखेर जो एक्सटेरियर एङ्गल हुन्छ नि, यो एक्सटेरियर एङ्गल त्यो चाहिँ त्यसको ठ्याक्क अपोजिट एङ्गल, त्यस ठ्याक्क अपोजिट एङ्गलसँग इक्वल हुन्छ है, ठ्याक्क अपोजिट एङ्गलसँग इक्वल हुन्छ। अब अर्को, अब यसको यो के भन्छ नि, डायमिटरमा बनेको, डायमिटरको यो उसमा आर्कमा बनेको हो, आर्कमा बनेको वाला एङ्गल हुन्छ नि, यो चाहिँ एङ्गल हो, त्यो चाहिँ 90 डिग्री हुन्छ है, 90 डिग्री हुन्छ, याद गर्नु 90 डिग्री हुन्छ। अब के भन्छ नि, सेम आर्कमा बनेको छ भनेपछि दुईवटा ट्रायङ्गलहरू हेर्नु त, दुईवटा एङ्गलहरू सेम आर्कमा बनेको छ हेर्नु त, यो एङ्गलमा मलाई यो एङ्गल सेम आर्कमा बनेको छ, त्यस्तोलाई त्यतिखेर के हुन्छ भनेपछि इक्वल हुन्छ, यो दुईवटा एङ्गल इक्वल हुन्छ, एउटा एङ्गल इक्वल हुन्छ। अब हामी कहाँ जाउँ, स्ट्याटिक्समा अब यो मिन निकाल्नु, एज्युम मिनहरू दिए हुन्छ, अनि त्यस्तै फर्मुला हुन्छ, याद गर्नु है। m - a भनेको यो डी है, m भनेको मिड भ्यालु माइनस एज्युम मिन भन्ने है त, यो m भनेको यस्तै क्वेसन हुन्छ। अब तिमीलाई निकाल नि भन्न सक्छ कतिखेर होइन, अनि कतिखेर टिक पनि लगाउन सक्छ, एज्युम मिन हुँदाखेरिको फर्मुला भन, मिन निकाल्ने फर्मुला हो, त्यस्तो नै आउनसक्छ है त, त्यस्तो नै आउनसक्छ है, त्यस्तो याद गर्ने है त। अब अर्को, अब यो मोड निकाल्नु, यो के हो, मोड निकाल्नु है, यो मोड निकाल्ने फर्मुला L प्लस यस्तो F1 माइनस F0 यस्तो। अब F1 भनेको के हो, हाइएस्ट फ्रिक्वेन्सी होइन, अनि F0 भनेको हाइएस्ट फ्रिक्वेन्सीको माथिको वाला, जस्तै हाइएस्ट फ्रिक्वेन्सी जस्तै 5 6 अनि 6 8 अनि फेरि 3 छ होइन। अब यसको हाइएस्ट फ्रिक्वेन्सी के छ, 8 छ होइन, यो भनेको 8 छ भनेको हाई फ्रिक्वेन्सी F1 हुने भयो, ठ्याक्क यसको माथिको F0 हुने भयो, यसको तलको F2 हुने भयो होइन, F2 हुने भयो है, यसरी याद गर्ने है, त्यसरी याद गर्ने है। हाइएस्ट फ्रिक्वेन्सी भनेको F1 भनेको हाइएस्ट फ्रिक्वेन्सी हुन्छ है त, अब त्यसपछि यस्तो मोडको टिक लगाउने यस्तरी आउन सक्छ। अब हामी कहाँ जाउँ, प्रोबेबिलिटीमा। इफ म्युचुअली एक्सक्लुडेन्ट चाहिँ यस्तो हुन्छ भनेपछि ए युनियन बी हो, ए युनियन बीलाई यसरी डिनोट गर्न सकिन्छ है, ए ओर बीलाई ए युनियन बी पनि भन्न पाइन्छ है, याद गर्नु। मन यस्तोमा धेरै कन्फ्युजन हुन्छ है पहिलातिर। अनि नन म्युचुअली एक्सक्लुडेन्ट भनेको छ भनेपछि यो के भन्छन्, यो डिनोट चाहिँ यस्तै सेम वाला है, डिनोट चाहिँ सेम हुन्छ तर माइनस हुन्छ है, माइनस इन्टरसेक्सन हुन्छ है त, माइनस इन्टरसेक्सन हुन्छ है, त्यो नबिर्सिने है नन म्युचुअलीमा। अनि फेरि अब यो कम्प्लिमेन्ट ए को प्रोबेबिलिटी यूको कम्प्लिमेन्ट सोधाएको छ भने चाहिँ 1 माइनस प्रोबेबिलिटी ए हुन्छ है त, ए हुन्छ है त। अब पी ए एन्ड बी, प्रोबेबिलिटी ए एन्ड बी सोधाएको छ भनेपछि यसलाई यस्तो नै भन्न पाइन्छ है, प्रोबेबिलिटी ए इन्टरसेक्सन बी पनि भन्न पाइन्छ, लेख्न पाइन्छ, अनि यस्तो पनि लेख्न पाइन्छ हो, त्यतिखेर ए इन्टु प्रोबेबिलिटी ए इन्टु प्रोबेबिलिटी बी हुन्छ है, हो यस्तै गर्ने है त। ल हाम्रो च्याप्टर चाहिँ सकियो, फिनिस है त, फिनिस भयो है त। ल अब तिमीहरूले यसलाई लाइक कमेन्ट सेयर के जे गर्नु छ गर्नु है त, सब गर्नु है त। अनि फेरि म अहिले भनिदिन्छु, अब भोलि यस्तै क्वेसन आयो भने, यस्तै खालको क्वेसन यस्तै खालको हुन्छ, यस्तै खालको भोलि क्वेसन नआयो भने मलाई भन्नु है, मलाई कमेन्ट गर्नु फिक्स। यस्तै क्वेसन आउँछ भन्छ नि यस्तै, बरु मलाई अनसब्सक्राइब गर्नु कि तिमीहरू अनसब्सक्राइब गर्नु है त, अनसब्सक्राइब गर्नु अगर नआयो भने हो, अनसब्सक्राइब गर्नु है त। ल थ्याङ्क यू तिमीहरूलाई, अल द बेस्ट होइन, भोलिको लागि अल द बेस्ट है, मेरो तर्फबाट अल द बेस्ट है त, अल द बेस्ट है। अनि यो के भन्छ नि, हतारमा नगर्ने ओएमआर सिट हुन्छ नि, ओएमआर सिट, यो ओएमआर सिटमा यस्तो गोलो लगानेलाई हुन्छ नि, हो राम्रोसँग गोलो लगाउने, गोलो बनाएर लगाउने है त, त्यो लाइनको वरिपरि गोलो राम्रोसँग बनाउने है, ओएमआर सिट राम्रोसँग भन्ने, अनि ठ्याक्क आधा घन्टा अगाडि ठ्याक्क मिलाएर आउने है त, आधा घन्टा अगाडि मिलाएर आउने। अब यो चाहिँ हाम्रो के थियो, मोस्ट इम्पोर्टेन्ट क्वेसन फर केटिएम स्कलरसिपको लागि है, स्कलरसिपको लागि। ल भोलिको लागि बेस्ट अफ लक तिमीहरूलाई, अब राम्रोसँग गर्नु है त। साइन्सको यस्तै क्वेसन आउँछ भने नि, मैले यस्तै क्वेसन चाहिँ एडिसनल मैले भनेको छु नि, त्यो पनि याद गर्ने है, त्यो भने एडिसनल भनेको वाला पनि याद गर्ने है त, एडिसनल पनि मैले जो लेखेको छु यहाँनिर हो, त्यस्तोहरू पुरा याद गर्ने है, जस्तो यस्तो यो त्यति इम्पोर्टेन्ट छैन हो, यस्तो त इम्पोर्टेन्ट छ, यो चाहिँ यस्तोलाई इम्पोर्टेन्ट छ, तर यस्तो चाहिँ हल्का हल्का हेरेर जाने, यत्तिकै हेरेर जाने, यस्तोलाई यिनीहरू हल्का हल्का हेर्ने है त। अब भोलि आएपछि मलाई ठ्याक्क थ्याङ्क यू भनेर यहाँ आइदिने है, सेभ गर्ने, यो भिडियोलाई सेभ गराएको, तिमीहरू यो भिडियोलाई सेभ गराएको है। ल थ्याङ्क यू।